इनिसियली चाहिँ आइडिया स्टुडियोलाई चाहिँ एकदम धेरै धन्यवाद हैन। हामीलाई चाहिँ यस्तो प्लेटफर्म एउटा चाहिँ हामीले बिजनेसको चाहिँ ट्राई गर्ने हामीले इम्प्लिमेन्ट गर्नलाई चाहिँ प्लेटफर्म प्रोभाइड गरेकोमा चाहिँ स्टुडियो नेपालले चाहिँ हैन हाम्रो प्रोजेक्टदेखि लिएर मेरो लाइफमा पनि धेरै ठुलो नै रोल छ आइडिया स्टुडियोको, किनभने फर्स्ट इन्क्युबेसनबाट नै म चाहिँ यसको पार्ट भएर हैन वर्क गरिरहेको भएर चाहिँ यसैको इन्क्युबेसनले गर्दाखेरि चाहिँ यो बिजनेस मैले इम्प्लिमेन्टेसन पनि गरेँ। रजिस्टर्ड बिजनेस छ हैन, ब्याम्बो रीति भनेको चाहिँ अहिले रजिस्टर गरेर चलिरहेको नै बिजनेस हो। अनि अझै यसलाई चाहिँ कसरी चाहिँ सेप दिन सकिन्छ, कसरी अझै चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने कुराहरूदेखि लिएर अनेक कुराहरूको जस्तै फाइनेन्सको पार्टदेखि लिएर हुन्छ नि त, मार्केटिङ, नेटवर्किङ, सबै कुरामा चाहिँ आइडिया स्टुडियो नेपालले धेरै नै हेल्प गर्नुभएको छ मलाई।